के भन्दैन साथी and good morning to everyone. So आजको एपिसोड चाहिँ हाम्रो लाइक धाम 4 धाम घुम्न जाने हो नानीहरूसँग. So अब सबै रेडी टु गो. बाहिर आइपुगेको छु. अब हाम्रो ट्याक्सी रहेछ गाडी चाहिँ हाम्रो एउटा चाहिँ कुन हो बेना? मम्मी आमा आप्पा भेना चाहिँ यो गाडीमा जानुहुन्छ. म पापा नाना कोपा चाहिँ अर्को ट्याक्सीमा. जाडो भयो साथीहरू. थोरै जाडो छैन. भरे दिउँसो त गरम हुन्छ होला अलिक. वेल प्रिपेयर्ड म चाहिँ भित्र चाहिँ सानो सर्ट भरेको लागि इफ एनी चान्स गरम भयो भने. फाइनली गाडी पनि आइपुग्यो साथीहरू. अब जानुपर्छ. यहाँदेखि जस्ट कति न 30 मिनट्स. जाडो फाइनली यहाँ टिमीमा आइपुगेको छु. आफ्टर दिस वी आर गोइङ नाम्ची. अहिले चाहिँ ब्रेकफास्ट के खाने चिया यता घुम्ने हो नि त नि. मम्मीको अब टिकटक बनाइदिनुपर्छ. आमा कता जानुभयो? साथीहरू भर्खर हाम्रो ब्रेकफास्ट पनि भयो. सो अब चाहिँ हामी यता माथि रहेछ अलिक घुम्ने जग्गा. त्यहाँ चाहिँ अलिकति घुमेर देन वी आर गोइङ नाम्ची धाममा. तिमी राम घुम्न जाउन एकदम बेन. नमस्ते. ओए उठ्ने छ त. चियाबारीमा ओ चियाबारीमा आमा. यस्तो छ साथी. त्यहाँमाथि चाहिँ किन यहाँ कति राम्रो निस्किरहेको थियो. अब उनीहरू आफै टाढो गएर म थाहा छैन निकालिदिन्छु. यहाँ राम्रो देख्छ. साह्रै टाढा गयो. हिँड्दा चाहिँ हिँडेर जानु नि त. हिँडेको चाहिँ म फोटो सेसन बाउ त एक्लै छन्. साथीहरू अब चाहिँ यहाँ फोटो सेसनहरू सबै भयो. भिडियोहरू पनि बनायो. अब चाहिँ डाइरेक्ट नाम्चीमा भेट हुन्छ साथीहरू. जाउँ साथीहरू. अब चाहिँ नाम्ची घुम्न जाउँ. मेरो जानुभयो आप्पा आमाहरू? हाम्रो गाडी चाहिँ यता आप्पा आमाहरूको. यता चाहिँ हामी.
आइपुगेको छु यहाँ चारधाममा नाम्ची। हेलो अब चाहिँ उता भेनार आउनु हुँदैछ, भेना आप्पाहरू दामी रहेछ। आप्पाहरू आइपुग्नु भयो। अब चाहिँ आप्पाहरू आमालाई त त्यति साह्रो त परेन रहेछ नि आज। मम्मी आमा भेनाहरू अब चाहिँ फुलहरू किन्नुपर्ने छ साथीहरू। 100 रुपियाँ सेट हो कि तपाईँ आउँदाखेरि ढाकी लोटा र दुधको बोतल चाहिँ ल्याइदिनु पर्छ ल। चारवटा लागि एउटा सेल्फी निकालिहाल्छु। जोडी जोडी अब चाहिँ यहाँ लगेर जाँदैछ साथीहरू। यता आउनुहोस् बेना। चारधामको दर्शनमा लाग्दैछौँ हामी चाहिँ एकदमै महत्त्वपूर्ण हो यो चाहिँ हाम्रो लागि, हामी हिन्दू समाजको लागि चाहिँ भनेर आज चाहिँ यही खासै चाहिँ हामी सिक्किम आउनुको चाहिँ मुख्य कारण चाहिँ यही थियो, यही चारधामको दर्शन गर्नुपर्छ भन्ने। र आज आइपुगेको छौँ, भर्खर आइपुगेको छौँ, घुमाउँछौँ तपाईँहरूलाई पनि। आइज के भनेर अब चाहिँ जाँदैछ साथीहरू। हाम्रो जुत्ताहरू चाहिँ यतै। ल मम्मी भन्नु नि ल हेलो गाइस भन्दैन हेलो गाइस गएको मन्दिर गएको दर्शन गर्नु। खासै भने चाहिँ इन्डियामा छ चारधाम चाहिँ होइन। खासै चाहिँ अब यो आदिगुरु शङ्कराचार्यले यो धाम हो भनेर चाहिँ पहिला चाहिँ बनाइदिनु भएको थियो। चारधाम चाहिँ यो चाहिँ अब बनाइदिएको अब यो बनाइदिएको त होइन, यो चाहिँ चारवटा धाम चाहिँ चारधाम हो भनेर उहाँले चाहिँ भनिदिनु भएको। उहाँ चाहिँ जगद्गुरु शङ्कराचार्य थियो नि त। अन्त त्यो चाहिँ हामीले साक्षात् त्यही धाम अरिजिनल धाम जानु पऱ्यो भने चाहिँ हामी मुस्किल पर्छ, किन यसरी चारपट्टि छरिएको छ नि त इन्डियामा। त्यो कारणले गर्दाखेरि अब यहाँ चाहिँ पञ्चामलिङले पहिला उहाँहरूले चाहिँ एकै ठाउँ यस्ता अब सानो प्रतिमा बनाइदिनु भएको, एकै ठाउँमा सबैकै दर्शन हुने भनेर। बद्रीनाथ धाम चाहिँ अब इन्डियाको टपमा माथि छ, उत्तर प्रदेश माथि टपमा भएको कारणले गर्दा अब त्यहाँ त हामी जानु मुस्किल परिहाल्छ होला। त्यो भएर चाहिँ बद्रीनाथमा चाहिँ खासै चाहिँ नरनारायणको अवतारको पूजा हुन्छ। नरनारायण खासमा चाहिँ नरनारायण अवतार लिएर अर्जुन, जुन महाभारतको अर्जुन थियो, त्यो चाहिँ पूर्व कालमा चाहिँ अब नरको रूपमा थियो। नारायण चाहिँ अब विष्णु चाहिँ नारायण भएर तपस्याहरू गरेको, वेदव्यासजीले तपस्याहरू गरेको बद्रीनाथमा। त्यो भएर बद्री भनेको चाहिँ खासमा बयर भनेको हो, बयरलाई चाहिँ बद्री भन्ने। त्यसरी वेदव्यासको अर्को नाम बाडारायणा पनि भन्छ कि, बाडारायणा बद्रीनाथमा तपस्या गरेर बसेको। नमो नमस्ते वृषभाय सात्वतं विधूरकाष्ठाय मूर्धयोगिनां शरीररागसा स्वधामनि ब्रह्मणि रक्ष्यते नमः। ओडिसा चाहिँ अब पुरी, ओडिसामा पुरी भन्नेमा छ यो धाम चाहिँ। त्यो भएर अब त्यहाँ जानु यहाँ चाहिँ अब जगन्नाथ चाहिँ एउटा यस्तो मन्दिर जहाँ चाहिँ अब कृष्ण, बलराम र सुभद्रा उनीहरू 3 दाजु बहिनीहरूको एकसाथमा पूजा गरिने चाहिँ अब जगन्नाथ धाममा मात्रै हो। अरूमा चाहिँ अब कृष्णको भने पनि अब राधा कृष्णको त्यसरी अब पूजाहरू हुन्छ होइन। अब तर जगन्नाथ धाममा चाहिँ
त्यसरी अब जो त्यो के भन्नु सिब्लिङ्स भने त्यस्तोहरूको बिहा त्यो पूजाहरू हुन्छ होइन त्यो भएर अनि जगन्नाथ हरूको चाहिँ यहाँ चाहिँ के हुन्छ भने हात खुट्टाहरू हुँदैन त्यो चाहिँ अब बनाउनु पहिला बनाउँदाखेरि त्यहाँ जसरी अचानक त्यो काठले बनाएको हुन्छ त्यो चाहिँ अब दारु ब्रह्म भन्छ त्यसलाई चाहिँ जुन दारु भने चाहिँ अब धेरै प्रकारको त्यो उयो हुन्छ नि त त्यहाँ चाहिँ अब यहाँ चाहिँ काठले बनाएको भगवान् हो दारु ब्रह्म जगन्नाथको चाहिँ आँखा ठुलो हुन्छ आँखा ठुलो हुन्छ र जगन्नाथको चाहिँ यो हुँदैन मुनि के भन्नु यो आइलिड भने परेर यो उसको आँखा कहिले पनि झिम्किँदैन किनकि उसले निरन्तर आफ्नो भक्तलाई हेर्छ त्यो दर्शन हेरिरहन्छ उसले आँखा पनि झिम्कायो आँखा झिम्काउनु अलिक डिस्टर्ब हुन्छ नि त कसैले हेर्दाखेरि तर उसले आफ्नो भक्तलाई चाहिँ आँखै नझिम्काइ हेरिरहन्छ भने उसको हुँदैन आँखा ठुलो गन्ठापट्टि भयो नभए यो चाहिँ हजुर राम ईश्वरम भने चाहिँ अब राम ईश्वर भनेको खास त्यसमा रामेश्वरम राम नै भगवान् हो भने रामले शिवको तप गर्नुभएको थियो जब त्यो राम सेतु बनाउनु पर्दा अगाडि रामले शिवको तप गर्नुभएको थियो त्यो समयमा चाहिँ शिवको तप गर्नुभएको थियो यहाँभित्र पनि शिवकै पूजा हुन्छ रामेश्वरम मौल चाहिँ तर शिवको पूजा पार्वती छ हजुर शिव पार्वती छ उहाँहरूको नै पूजा हुन्छ यहाँभित्र पनि रामेश्वरम तामिलनाडुको डिजाइनमै मथुरा वृन्दावन हुन्छ गोकुलहरूमा चाहिँ ऊ राजा होइन अब राजाको रूपमा बस्दैन अब वृन्दावनमा त ऊ गोठालाको रूपमा तर द्वारकामा चाहिँ राजा भएर बस्छ द्वारका बनाउनेको पनि एउटा कथै छ यो चाहिँ यस्तो यो कथा सानो कथा द्वारका कसरी बनियो भन्ने चाहिँ अब पहिला चाहिँ जब कंस मार्नु हुन्छ नि त श्रीकृष्णजीले उसकै कंस मार्नुभयो मारेको बेला चाहिँ अब उसको एउटा ज्वाइँ हुन्छ कि ज्वाइँ चाहिँ मगधको राजा हुन्छ नि त एट्याक गरेकै गर्छ नि त एट्याक गरेकै उसको मथुरालाई एट्याक गरेकै हुँदाखेरि चाहिँ अब 17 टाइम्स एट्याक गरिसकेको हुन्छ र उसले सबै बचाएको हुन्छ नि त श्रीकृष्णले बचाएर होइन त्यही समयमा चाहिँ 18th टाइम चाहिँ एट्याक गर्नु आउँदाखेरि चाहिँ त्यति बेला उसले चाहिँ के हुन्छ भने कोइन्सिडेन्स हुन्छ मतलब अरू पनि आउँछ तलबाट काला यावना भन्ने एउटा मान्छे हुन्छ एकदम पावरफुल मान्छे हुन्छ नि त्यो चाहिँ उसले पनि एकैताल मुनिबाट उसले पनि एट्याक गर्ने यताबाट त्यो जरासन्ध भन्ने नाम हुन्छ जरासन्धले पनि एट्याक गर्ने एकैचोटि आक्रमण गर्दाखेरि चाहिँ अब फाइट गर्नु साह्रो पर्छ भनेर चाहिँ श्रीकृष्णले मथुराबाट होल इन्डिया क्रस गरेर उतापट्टि द्वारकामा पुऱ्याएको छु मथुरा र द्वारका चाहिँ अर्कै साइडमा है यतापट्टि मथुरा हो यतापट्टि द्वारका छ होल इन्डिया नै क्या क्रस गरेर श्रीकृष्णले उसको सबै उसको आफन्तहरू लगेर उतापट्टि गएको त्यो उसले लगेर गएको होइन जस्तो हुन्छ भने उसले उसको योगमाया शक्तिले लगेको हुन्छ विश्वकर्मालाई बनाउनु दिएको हुन्छ द्वारका धाम विश्वकर्माले बनाइसकेपछि उसले उसको शक्तिले गर्दाखेरि राति सुतेको मथुरामा सुतेको हुन्छ उसको आफ्नो मान्छेहरू एकैचोटि द्वारकामा
उठ्नु पुग्छ क्या, त्यस्तो भएको हुन्छ द्वारका। त्यसरी भनेको द्वारका चाहिँ अहिले त द्वारका धाम त छन् त छन, तर द्वारकै चाहिँ छैन। द्वारका डुबिसक्यो। श्रीकृष्ण जानुभएपछि द्वारका पनि डुबेको हो। श्रीकृष्णले थामेको थियो। श्रीकृष्णले चाहिँ द्वारका चाहिँ समुद्रको किनारमा समुद्रले घेरेको थियो, त्यहाँ बनाएको थियो नि त द्वारका। श्रीकृष्ण जानुभएपछि द्वारका पनि डुबेर एकपल्ट सेता धुप हजुर अब चाहिँ छुपा लाउने साथीहरू, म पनि लाउने नि हौ हजुर। सामान ए उता राखेको ज्याकेट टोपी सब राख्नु केही हुँदैन, केही पनि हराउँदैन। अब चाहिँ छुपा लाउने। ल ल ल थाहा छ लिएको भुटानबाट मम्मी यस्तो छ आमा छोरा आए सुतेर गाडीमा मम्मी छु जाडो पो रहेछ, साह्रो जाडो रहेछ साथीहरू। भित्र जान आँटेको साथीहरू, लेस निकाल्नुपर्छ। एकदमै चिसो भइरहेछ। राभाङला चाहिँ अहिले 4 डिग्री पुगिरहेछ एकदम तर एकदमै मजा भइरहेछ। जाडो पनि मजा पनि। तर अहिले यो मेन्टेनेन्स हुँदै रहेछ, पहिला त यस्तो थिएन, पेन्टिङ हुँदै रहेछ। मेन्टेनेन्स साह्रो जाडो रहेछ यता त। अब यहाँदेखि फेरि 3 आवर्स जति ट्राभल गर्नुपर्छ गान्तोकमा। सो मेरो ब्याट्री पनि पुरा क्रिटिकलमा छ अहिले। सो आई विल सी यु टुमारो सबैलाई। सो भोलिकोमा चाहिँ अब गान्तोककै छेउछाउमा घुमाइ हुन्छ, त्यतातिर सानो सानो मन्दिरहरू छ अरे, अब त्यही हुन्छ भोलि। सो आई विल डाइरेक्टली सी यु टुमारो अब अर्को ब्लगमा। गुड नाइट सबैलाई। अलिक सब्सक्राइब गर्नु, सब्सक्राइब, कमेन्ट गर्नु, कमेन्ट, सब्सक्राइब गर्नु, कमेन्ट गर्नु। त्यहाँबाट चाहिँ म अलिकति मालामाल भएपछि मेरो भिडियोको क्वालिटी पनि दामी आउँछ, ड्रोन सटहरू पनि आउँछ। सो प्लिज सपोर्ट गर्नु होला सबै जोकहरू साइडमा। सो दादाहरू यहाँ पर्खिरहेको रहेछ, अब चाहिँ डाइरेक्ट गान्तोक